यसो केटा हो होइन अस्ति गाडी लडेको भन्ने चाहिँ यहाँ छ सिधै यहाँ तल त्यो गाडीको माथि हुर्सुट देखिरह यहाँ दुर्घटनाग्रस्त ठाउँ भनेर चाहिँ देखाइदिइरहेको छ होइन हामी चाहिँ अब यस्तै छ डाँडा प्रायः यस्तो देखिरह नदी भन्नुहुन्छ भने यही तल सिधै देखिरहेछ गाडी चाहिँ अब फेरि हिँड्नलाई सुरु भइसकेको छ होइन अब अघि बढ्यौँ हामी मजाले अब के गर्ने हल्का फल्का गाडी पनि कुदिरहेको रहेछ तर पनि धुलो चाहिँ लास्टै छ होइन तैपनि धुलो खाँदै खाँदै भए पनि अघि बढे त्यसै गरी ठाउँ धुलो खाँदै काहीँ राम्रो बाटो पनि थियो तर प्रायः जसो धेरै राम्रो बाटो थियो अब लगभग भुल्के पुग्न 1 किलोमिटर जति बाँकी छ तर पनि भिडियो लामो हुन्छ भनेर भिडियो छोटो काटेर हालिरहेछु गर्दै हिँड्दै आउने क्रममा हामी चाहिँ टक्क भुल्के आइपुग्यौँ भुल्केमा ग्यारेजबाट यता लागिसकेपछि पेट्रोल पम्प आइपुग्यो